एक साँझ हामी घरको दलानमा थियौँ। हजुरआमाले हजुरबुवालाई सहारा दिनुभयो। हरिमायाको आवाज, कति चिसो लाग्यो कृष्ण, हामीले यस्तो चिसो सहन्छौँ भनेर सोचेकै थिएनौँ। कृष्णप्रसादको आवाज धैर्यतासहित, यो चिसो हावाको होइन हरिमाया, यो त अखण्डित अङ्गालोको चिसो हो। हामीले एकअर्कालाई नजिकबाट छोडेको धेरै भयो नि। हजुरआमा हाँस्नुभयो। त्यो हाँसोमा कुनै पछुतो थिएन। त्यो मौनतामा उहाँहरूले बितेका 50 वर्षको कथा सुन्दै हुनुहुन्थ्यो। हरिमायाको आवाज, तिमीलाई गाउँ छोडेर जान मन थिएन, तर मैले अरूसँग बिहा गरिनन्, मैले तिमीलाई कुरेर बसेँ। कृष्णप्रसादको आवाज, बिहा? हाम्रो बिहा त त्यही हामीले बाल्यकालमा साटेको हाँसोमै भएको थियो। यो पोते र सिन्दुर त केवल सामाजिक बन्धन मात्र हो। त्यसपछि हरिमायाले हजुरबुवालाई चुपचाप अँगालो हाल्नुभयो। यो अँगालो जवानीको आगले होइन, बुढ्यौलीको विश्वासले भरिएको थियो। यो अँगालोले बताउँथ्यो कि माया सधैँ पर्खन्छ। कृष्णप्रसादको अन्तिम आवाज सन्तुष्टिले भरिएको, धन्यवाद हरिमाया, हामीले घरको जग बनायौँ जस्तो लाग्यो, तर हामीले त हाम्रो मायाको इतिहास बनायौँ। हरिमायाको अन्तिम आवाज रोजेको माया, राजाको महलभन्दा ठुलो माया। मायाको उत्पादन पैसा होइन, प्रतीक्षा र आत्मसम्मान हो। उहाँहरूले एकअर्कालाई बुढ्यौलीमा पाउनु नै उहाँहरूको बाल्यकालको सबैभन्दा ठुलो प्रमाण थियो।